तपाईँले भ्यूको इन्जोय गरिहाल्नु भयो होला। अब भ्यू त यति नै हो। अब यस्तो फोटोसोट खिचिदिन्छु साथीको। अनि अब त्यही हो प्लान। दिउँसो कपाल काट्न गइन्छ। हेलमेट किन लगाएको भन्दा मेरो कपाल त हरिप देखिन्छ नि त, फोरेड देखिन्छ कि हरिप पौडावाला। त्यही भएर ल अब चाहिँ हामी यसो पछि भेट्छौँ। साथी तपाईँलाई कस्तो लाग्यो त? अनि मैले बाइक चलाएको नि हालिदिन्छु हेर्नु होला। फर्स्ट टाइम चलाउने त मलाई खासै चलाउन नै आउन्न कि बाइक। फर्स्ट टाइम चलाइदिएको खासै आउन। मलाई टर्नमा नि गियर चेन्ज गर्न आएन कि यसो छ्यासो चलाइदिएको। त्यो पनि हालेको छु हेर्नु। अनि त्यो तपाईँ भ्यू कस्तो लाग्यो? राम्रै लाग्यो होला। राम्रै ठाउँ गएको थियौँ अनि नराम्रो ठाउँ गएको कुरा त भएन। अब उहाँले चाहिँ हल्का गाली खाँचे मानेको मैले साथीले। भाइ धन्नै ठोक्यो होइन नि साथीहरू हामीले आज। उहाँले धन्नै। अब हामी चाहिँ अब कपाल काट्न गइन्छ। साइकल लिन जान्छु मेरो। साइकल लिएर जाने ल म साइकल लिएर आउँछु। है त साथी साइकल लिन लाग्यो। यहीँ चाहिँ खतरा आउँछ साइकल। फेरि हेर्नु न साइकल त मान्नुपर्छ क्या। कपाल जान्छ पुरै आज स्वाटै यिनीहरूले काट्छ। अब कस्तो काट्ने त ठ्याक्क फिक्स त छैन। अब हेरौँ गएर के काट्ने त्यसो बल्ल थाहा हुन्छ। है त साथीहरू बोल्दा आइयो कपाल काट्न दाइगोमा। सुसान गे अब कपाल काट्नुहुन्छ हेर्नुहुन्छ। ल है त साथीहरू कपाल काटिसक्यो। कता देखियो होला पछाडि हेर्नु है। पछाडि पनि खत्रै छ। ल दामी देखियो है। सुसान भाइले काट्दै खानु बाउला भाइ भन्छ। यसको मुख हेर न यत्तिकै दिए जस्तो छि। आफ्नो मोबाइलबाट टाइम बनाउँदै खा अङ्कलले काटिदिनु भएको। ल फाइनल लुक यही हो है त। अब यस्तो पछि भेटौँ न हामी। कोही घुम्न गएर हेर्नुहुन्छ नभए तब घरै जाने यत्तिकै बस्ने खाना खाने। हाँसेँ क्या फालिदिन्छु क्या मैले यसलाई बाटोमा। ल है त साथीहरू अब घुम्न आइयो। सुसान गेसँग हो के अनि अब गेको सङ्गत गरेपछि आपत छ नि त होइन। यसलाई घर फालिदिन्छु अघि उज्जान। यसलाई घर फालिदिन्छु त्यसपछि मैदहरूसँग जान्छु उता क्रिकेट खेले त्यही जान्छु। मैले यसो गे त भन्दैन कि हो कि नै। यसको टायर पुपु पाऱ्यो है त साथी। अब एक्लै घुम्न निक्लियो सुसान गेलाई घर छोडेर। त्यो गेले ब्लग बनाउँदैन क्या हान्दैन भाइ। अनि हाई भन्दैन त ल। दाइको बट्टु बप्पल दियो क्या भर्खर गयो नि त। यस्तो वेदर उयो बप्पा मोहित आउट भयो म आउने बित्तिकै। मोहित के भनिदेऊ न त। म आउने बित्तिकै आउट भयो क्या मोहित है। ल मोहितलाई टिकी राते गरेँ मोहित। अब जाऊँ न त अब घुम्न आऊ। यहीँको पानी भर्दै हुन्छ। ल भनेपछि हुन्छ है। ए मोहितलाई हेर्नु कति घुस्दै अहिले मोहित त जाने घुस्दिन्छ कि घुस्ने पनि लाग्यो मोहितलाई। म छोप्ने हो गोजीमा राखिदिनु त बाल्दै होइन नि है। गोजी त फेरि खतरा खाने। आज फेरि खै के कुन कम्पनी अरे कौनको लपको थाहा भएन यो। मोहित मेरो पकेट भरियो एकैचोटि। कट हाल्दिनु न त ल। कट भयो नि त। मेरो बोतल होइन नि खास भन्ने। यहीँदेखि पानी भरि लिएर जाऊँ कि चिसो ठन्डा पानी खाने गरे। ताप हान्दिनु क्या यस ब्रो। मलाई जाने मन लागेन।
तिम्रो 7 बज्यो लौ साथी टेक दिस मैले भुवन भनेर आएको होइन नि म बतासँग भनेर आएको क्वालिटी बिग्रियो भन्दै हुनुहुन्छ यहाँ आएर उहाँलाई जे गर्दा पनि छोपिदिनै पर्छ क्या ल है त शङ्खनगरको एरिया हो सरी सिस्टर ब्रो त्यो पोखाल्न पनि कुरै थिएन के उठाएको तिमी यस्तो पिस देऊ न बाहा त गोपाल गोपाल छ नि त साइकल चेयर ए त्यो दाइ पनि पानी भर्ने आउनुभयो के भन्दिनु न दाइ के भन्दिनँ के हाँस्दिनु न त हाँस्दिहाल्नु है ल यो दाइको दाइले हो दाइको बाबा हो कि दाइ हो दाइको बाबा सुशान्तको नि त्यही अङ्कलले मलाई मोहित जस्तो लाग्यो आज बुढी हेर्नु ऐज फिगर त फेरि मोहितको त ओए म धन्ने मरेन फुलको मारी आइछ नि त्यो त ल पानी यहाँ लगाइसकेको छु म ओए कत्रा है कत्रा ए आँच फेरि तल बिजितिर रहेछ नि फेरि यहाँ त स्टोन देखाइदिएँ त्यसले ओए सन्सोमा काल्ला खुट्टामा के आएर हेर न सराद रहेछ त्यही भएर भागिदियो क्या अब कुकुर हो गरे के खै मलाई त्यस्तै भन्दै थियो बर्थडेको बाघ ल भाइ केही भन्दै नि त ल नाच्दियो भाइ तैँले ए सिस्टर मोटी हराउलिस बाटैमा डुल्दैन ए ओए म धन्ने मरेन आइयो उहाँ फेरि हेर्नु न फेरि सबै एकैचोटि क्रिस्चियन खै ए मेरो भए क्रिस्चियन त हराइन उहाँ फेरि यहाँभित्र घुसिदिनु भएको थियो बिचै हुन्छ नि त मान्छे नगर्ने खेलबाड नगर्ने अहिले कसैको केही भइहाल्यो भने मेरो त जिन्दगी बस्नै बाँकी छ क्या यही उही केले घोच्यो ल त साथीहरू बाहिर निक्लियौँ ल भाइ केही भन्दैन त ल ए सु गरे ए भाइ गुल्टियो ला भाइ गुल्टियो भाइ गुल्टियो मजा आयो ए थम्बनेलको लागि भेट्यो है ल ओके घरि फोटो खिचिदिइहाल्यो बन्धु अन्ली हाई ए स्पाइडरम्यान बनाइछ है तिमीले त बिचित्र रहेछ यहाँ फेरि खै देखाइदियो त्यसरी ओए खतरा रहेछ ए स्पाइडर पनि हो स्पाइडर पनि बनाइरहेछन् कतै बनाइदिएको आउनु सँगै जाऊँ न कसले गरे यहाँ चाहिँ बोकिदिन्छु म त लाजा ल ल हिँड्छ कस्तो खन्छु भाइ पनि छोडेन अरेले साथीहरू अब हिँड्ने यता मौसम हेर्न बाहिर छाडी अब के गर्ने थाहा छैन घर जाने दाइको साइकल लिएर हिँड्ने है दाइको साइकल चोडिदियो यसलाई सुभाष कालेको भाइ के हुन्छ ल ल चल ल है त साथीहरू अब हिँड्ने क्रिस्चियन दाजुसँग मोहित आफ्नोभन्दा ठुलो ब्याग लिएर हिँडेँ हुन्न कि साथी अब घर चलिदिन्छु म किनेर आउँदेखि एडिटिङ हाल्नु पऱ्यो नि त गएर खाना पकाउनु पऱ्यो है कि म जस्तो हो कि पऱ्यो कि होइन मोहित जस्तो हो उहाँ फेरि खतरा हुन्छ नि ल उनीहरूको लागि च्याप्टो एउटा फोटो आइसकेको छ ए कालो नै आएर रहेछन् फेरि पछाडि पछाडि सुभाष सैर ओइ ओइ पागल चप्पल च्यातिन्छ ओइ होइन यस्तो अफरोडमा लिएर हिँड्दा उही पागल नगर्नु हो कि आज धनी एउटा एक्सिडेन्ट भएको नि
ओके मौसम दामी छ पानी पऱ्यो कि कुद्दिउ त क्रिस्चियन घर चल तिमी त्यहीबाट ल यहाँ बस्छन् साथीहरू आजको लागि यति नै थियो ब्लग अब नेक्स्ट ब्लग कहिले आउँछ त्यो त थाहा भएन जहिले नि राम्रै आउँछ ल आजको लागि बाई